हे भगवान यो ऐसलु कति धेरै हो कति राम्रो हो कति खाने कस्तो छ यहाँको गुलियो हन औस हामी त पिर्काले टिप्न आहम के पिर्कामा छ मैले फेरि कटोरा लिएर आएको अल्देर लैजाउँला नि त प्लास्टिक ल्याइस हैन र प्लास्टिक एक प्लास्टिक त टिपिन्छ के टिपिन्छ हन केटाकेटीलाई टन्न खुवाएर लाने हो अनि एक कटोरा भरो जाने कहिले खानु भयो जात्रै राम्रो ह के ऐसलु पनि खाइए थिएन होला यति त अनि बाफरे ऐसलु माइ गड कति हो कति खानी हो खानी मन लागेका अल्पा छरामा आउनु ल यस्तो राम्रो छ ऐसलु ओहो हामी ऐसलु खान आएको है ल अब कति टिप्छौँ लास्टमा देखाउँछु मेरा बा कति टिपेर खाऊ एक टिपी थियो यो पुरै बोरी थियो के खार भेज फोटोमा सानो आउला तर एक मान भन्दा कम चाहिँ थिएन के त्यति धेरै कति टिप्नु भयो तपाईले यति गराइयो अहिले बाफरे त कटोरा भर्री थियो केटाकेटीले फेरि चोरेर खाएर हैरान मेन खानी भनेको कटोरा भुइँमा राख्ने नहुने हैन यार त यो छ लगभग 3 महिना जाने कटोरा हो के बिमला दिदी कति टिप्नु भयो ऊ छोराले खाँदै बस्दै ठिक्क छ दिदीको त हो यति राम्रो फलेको रहन्छ नि खाएर पनि यति गराइयो आधी घन्टा नि भएन होला ल साथीहरु खानी भए पाल्पा छहरातिर आउनुस् तपाईहरुको पेट भरिन्छ नि जति हामीले खुवाउँछौं टिपेरै खुवाउने भए हामी ल हालमा खनाएर गराउलिस् के घर भयो यतिकै पनि राम्रो देखिए ल 3 महिना त छ के यहाँ त छैन कति टिप्यो त दाउरो लिएर नि हिँड्नु गाह्रो टिप्नु मेरो यतिसम्म थियो मैले खाएर यत्र भने रिदमले कति टिप्यौ यति थियो खार भ्यायो टन्न खायो रिदम ऐसलुको जात्रै भूत चढ्यो थियो खार भ्यायो अमिलो भयो नखाने गुल्लो भयो खाने आनन्द हो र मैले पनि खाएँ जिउ पुरै जिउरो कस्तो हुँदो रहेछ के धेरै खायो भने नि त त्यो टिप्नु भयो होला 5 टिप्नु भयो मेरो सानुले 5